नमस्ते एभ्रिवान, ह्याप्पी दसैँ। हेर्नु मैले भुटुवा बनाएको अन्त चुरा चाहिँ मेरो नन्दले भुट्दैछ। नेपाली अचार बनाएको छु। अन्त बिरयानीको स्टिम दिनुको लागि रेडी गरिरहेको हो। ढोका पूजन गर्दैछु। ढोका पनि पूजन गर्नुपर्छ होइन। पहिला ढोका पूजन गरेको टिका लगाएर अब के गर्नु, यस्तै हुन्छ बाहिर बस्नेहरूको। जस्तो घरबाट बाहिर बस्यो भने यस्तै हुन्छ होइन। मेरो सासू ससुरालाई त्यति मजाले पनि आउँदैन, जस्तो पनि आउँछ गर्ने हुन्छ। अब बाहिर बस्छ, अब उनीहरूलाई पनि कसैले सम्झाउने छैन होइन। पहिलादेखि जस्तो मनाएर आउनुभएछ त्यस्तै मनाउनु हुन्छ मम्मी पापाले। अब जस्तो पनि अब यता बसेको यति थाहा हुँदैन। अब दार्जिलिङ बसेको, नेपाल बसेको होला सबै थाहा हुन्छ। अब दसैँ हाम्रो सबभन्दा ठुलो फेस्टिभल हो होइन। अन्त पापा मम्मीले चाहिँ दिवालीलाई चाहिँ मेन ठुलो मान्नुहुन्छ। हामीले चाहिँ दसैँको चाहिँ ठिकै यस्तो खायो पियो टिका लगायो त्यति मात्रै हो। अब जस्तो पनि चलिरहेको छ। दिसाई सबै म्यानेज भइरहेको छ। सिकिराख्नु हुँदैछ होइन, सिक्नु हुँदैछ। अब गर्नैपर्छ बाहिर बसेर पनि। पापाले हामीलाई मजाले आशीर्वाद दिनुभयो। नन्द र बहिनीको नन्दोइको हुँदैछ हो। बच्चापट्टिको टिका लगाएर उनीहरूलाई पनि अब आशीर्वाद दिनुहुन्छ बाजेले। अन्त मेरो छोरी त पहिल्यै रिसाइरहेको छ हो, हामीलाई सबैलाई बेसी दियो, हामीलाई दिएन, कम्ती किन दियो मलाई भन्दैछ। अन्त अब टिका लगाएर मेरो देवर र मेरो नन्दको साथीको भाइ बस्छ होइन, सरदार हो ऊ पनि। पहिलाबाट फर्स्ट दसैँमा आउनु थाल्नु भएको थियो। अन्त यो सेकेन्ड दसैँ उसको पनि टिका लगाउँछ। बहुत राम्रो फेस्टिभल। उसले पनि हाम्रो फेस्टिभललाई पुरा रेस्पेक्ट दिन्छ होइन। अब मम्मीलाई लगाउनु हुँदैछ पापाले, किनकि अब घरको पापै ठुलो हुनुहुन्छ। मम्मीलाई लगाइदिनु हुँदैछ। अब कसले लगाउँछ होइन। अब घरको छ यहाँ वरिपरि हाम्रो आफन्त पनि छ, बट पुरा टाढो छ भनेर हामी जाँदिनँ। अनि सासू फुपू पनि अनकास्टमा बिहा भएको, अदर कास्टमा, अन्त उनीहरूकोमा चल्दैन होइन। अन्त देवर चाहिँ हाम्रो यहीँ आउँछ मनाउनु। अन्त अब हामीले भुटुवा, अन्डा बोइल, अन्त चुरा भुटेको सबैले खाँदैछ, बियरहरू खाँदैछ हो। अन्त केटाहरूले चाहिँ बियर खाँदैछ, बहुत इन्जोय गर्दैछ। सबै लुक्दैछ किन हाम्रो भिडियो बनाऊ भनेर। मेरो देवर हो, मम्मी, पापा अनि नन्द बुढा सबैजना छ होइन। नन्दको छोरा, मेरो छोरीहरू। अन्त हामी सबैजना इन्जोय गर्दैछु। यही टाइम हो सबैजना एकसाथ भएर इन्जोय गर्ने, पुरा फ्यामिलीहरू होइन। दसैँकै टाइम हुन्छ, पुरा फ्यामिली एकसाथ बसेर। उसको बाद त सबै आफ्नो आफ्नो काममा आफ्नो घरमै लागेको हुन्छ। भोलिबाट नानीको पनि स्कुल हुन्छ होइन। अन्त अब हाम्रो त्यहाँ पूर्णिमासम्म दिवालीसम्म छुट्टी